सबैजनालाई नमस्कार। म यस भिडियोका पात्रहरूको छोटो परिचय दिन गइरहेको छु। यी हुन् काले गाउँका मुखिया। यिनी अलि जाँड रक्सी र तासमा धेरै रुचि राख्छन् र भनिन्छ नि दही चिउरे। यिनलाई यो शब्द ठ्याक्कै मिल्छ। र यिनी हुन् मुखियाका छोरा। आफ्नो बाउ आमालाई खुसी राख्ने सपना बोकेर विदेश पलायन भएका थिए। र अहिले नेपालमा चुनावको माहौल त यहाँहरूलाई सबैलाई थाहा छ। आउनुस् यिनी बाउ छोराको विचार कुराकानीलाई मनोरञ्जनको रूपमा लिएर एकैछिन रमाइलो गरौँ है त। कता गयो मेरो पुत्र? फोन पनि गर्दैन सालेले। उहाँको पुत्र कता छ? फोन छैन, केही छैन, तँलाई झ्याक्ने। हजुर बुवा, ढोक गरे। भाग्यमानी भएछ, नेपाल आउँदा मेरो लागि एउटा खैरेनी ल्यास। के भन्छन् बुढा? मेरो मतलब एउटा गतिलो सिरानी ल्यास भनेको, मिलाएर बुझ्न। तँलाई अनि भाउ, के छ चुनावको माहौल नेपालतिर? सब ठिक छ। अचेल रौसीको चाहिँ कमी छैन। होइन, तपाईँलाई कति भनौँ रक्सी नखानु भनेर? आफू भने कति दुःख गरेर पैसा कमा, तिमी चाहिँ रौसी खाँदै बस। चुप लाग, मैले आफै किनेर खान्न त भनेको। अरूले दिएसित नाइ भन्ने कुरो हुन्छ। चुनाव। अनि भाउ, अहिलेको चुनावमा तिमी कसलाई भोट हाल्छौ त? म त त्यही हो, कसले रौसी दिन्छ त्यसलाई भोट जान्छ। अहिले आएर तिमीले यस्तो कुरा गर्छौ भने मैले सोचेको पनि थिएन भाउ। मैले नि यो भन्छस् भन्ने सोचेकै थिइनँ। बाबा, तपाईँलाई म आफ्नै जन्मगाउँ हजुर र आमासँग भएको देख्न चाहनुहुन्छ कि सात समुद्र पारेको देशमा मलाई एक्लै भौतारिएको देख्न चाहनुहुन्छ? साह्रै मन पर्ने कुरा गरिस् पुत्र। तँलाई त यतै आफ्नै गाउँठाउँमा केही गर, बाबु विदेश नजा भनेको त हो मैले। तर आफै जान्ने भएर गएको केही नभन् त। हुन त हुन्थ्यो नि बाउ, के गर्नु, आफ्नो देशमा रोजगार छैन, देश चलाउने राम्रो व्यक्ति छैन, सबै घुस खाने मात्र छन्। हो छोरा, तैँले ठिक भनिस्। अझै पनि हजुर रक्सी, पैसा र मासुमा बिग्नु भयो है बाउ। हजुरको छोरा यहाँ पल पल मर्दै एपाइ सहँदै हजुरको र आमाको मुहारमा खुसी ल्याउन पैसासँग रगत साटेको छ बाउ। छोरा, तैँले मेरो आज साह्रै मन जितिस्। कस्तो रुन मन लागेर आयो भने आँसु पनि आउँदैन। अबको चुनावमा हाम्रोलाई होइन बाउ, राम्रोलाई भोट हाल्नुपर्छ। यदि अहिले पनि राम्रो व्यक्ति चिनेनौ भने म जस्ता हजारौँ युवाहरू विदेशिन पर्छ बाउ। हो छोरा, तैँले ठिक भनिस्। अब राम्रो मान्छेलाई भोट दिएर जिताएर देश समृद्धि र राम्रो बनाउनु पर्छ छोरा। हस् बाउ, अब म काममा जानुपर्छ। यदि बेलुकासम्म फर्के भने फोन गरौँला है बाउ। हस् बाबु, मेरो धेरै धेरै आशीर्वाद छ तँलाई छोरा। हस् बा, फोन राख्छु। जाठोले पगालो। सेतो सेतो हे माया कमेरो माटो, झल्को आउँछ नाहि र त्यो बाटो। कसले फोन गर्यो? काकाको छोराले पो फोन गर्छ त, किन हो? हेलो, के भन्छ? काकाको छाउरो पो रहेछ। भन् त। काका, तपाईँ कहाँ हराउनु भएको भनेको? यहाँ एउटा पार्टीले रक्सी मासु दिन्छु भनेको छ, जसले भोट हाल्छ त्यसलाई मात्र दिन्छु भनेको छ। छिटो आउनु के? चल चल, फेरि पहिल्यै भन्न पर्दैन। मलाई फेरि